हेलो। अब भने चाहिँ घरबाट म निस्केँ र अब यात्रा सुरु भयो। अनि आज फेरि वेस्ट सिक्किमतर्फको यात्रा यहाँबाट सुरु हुन्छ यसरी। अनि साथीहरू चाहिँ तल पर्खिराखेको कारणले गर्दाखेरि म यहाँबाट अब मेरो यात्रा सुरु गरेँ। ठुलो बिरालो रहेछ है, ठुलो बिरालो। अब आजको यात्रा एकदमै सँग हुनेछ। आज 2 व्हिलर्समा यात्रा छ। म भने अब रोडमा निस्केँ। हामी अहिले साथीहरूसँग भेटघाट गरेर हामीले त्यो मङ्गले फाटकमा खाजा खाने निर्णय गऱ्यौँ। निवेश अनि हामी सबैजनाले तातो तातो चिया र सेलरोटीसँग इन्जोय गर्दैछौँ। रमाइलो छ हामी सबैजना। अहिले भने हामी यहाँबाट तातो तातो चिया खाएपछि हामी आफ्नो बाटो यसरी 4वटा स्कुटी लिएर अगाडि बढ्दैछौँ। सायद हामीलाई 2 घन्टादेखि 2.5 घन्टासम्म लाग्छ भन्ने हाम्रो अनुमानको साथमा हामी अगाडि बढिरहेको छौँ। र अहिले तपाईँले देख्दै गर्नुहुने चाहिँ यो रेसी अनि लेक्सेपको बिचको टनल हो, जहाँबाट भएर हामी हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ। सायद कतिजना आउनु भएको छ भने यहाँहरूलाई यो टनलको विषयमा जानकारी होला। अनि त्यही टनल भएर हामी उतापट्टि लेक्सेप पुग्न सक्छौँ। अहिले बाहिर हामी निस्किँदै। आजको मौसम साँच्चीकै रमाइलो छ। यो मौसममा हामी रम्दै अगाडि बढ्दै यति बेला हामी टासिटिङ लाग्ने पुल हामी पुगिसकेका छौँ। यो मैले आधी बाटो मात्र भिडियो लिन सकेँ। यो एकदमै ठुलो पुल नै हो। र अहिले भने चाहिँ हामी टासिटिङ बजारमा हामी पुग्यौँ। यो सानो ठाउँ तर एकदमै रमाइलो ठाउँ छ। कोही यदि तपाईँ आउनुभएको छैन भने एकचोटि यहाँ भिजिट गर्न आउनुहोला। अहिलेको मौसम चाहिँ यो डिसेम्बर र नोभेम्बरको छेकको मौसम एकदमै असल हुन्छ। र हामी यो गेटबाट भएर भित्र हामी छिर्दैछौँ। र अब भने चाहिँ हामी यहाँ तल मेन रोडबाट हामी सामेबुङतर्फ लाग्यौँ। बाटो एकदमै गाह्रो छ, तपाईँले यो देख्न सक्नुहुन्छ। त चाहिँ यो कहाँबाट चाहिँ लानुपर्ने, अब कता चाहिँ लानु भन्ने चाहिँ कन्फ्युज भयो। सघान त हुनु पर्यो है। बोरी कन्फ्युज बाटो। हो जानुहोस्, माथिसम्म जानुहोस्। अनि यसरी नै अप्ठ्यारो बाटो हुँदै भए पनि हामी आफ्नो गन्तव्यमा पुग्यौँ। यहाँनिर पुग्दाखेरि यो आँगनमा नै मजुर आउँदो रहेछ यहाँनिर। अनि यो मजुरसँग हामीले भिडियो गर्ने कोसिस गरिराखेका छौँ। तर यसको उबामा उयो आएकै छैन नि। मेन फिजिने पुच्छर क्या हो। तर भाले चाहिँ भाले रहेछ हाम्रो गाउँको पुच्छ कि के मजा कामदैन फेरि अझै के मजा। म त पक्रिनु मन पर्यो कि तर टासिटिङ निवासी सिमेबुङ भन्ने हाम्रो पास्टर बाउको घरमा ज्वाइँ साप भयो। विवेक साथी, हाम्रो बिरेन डुङलिबुङ बाङा,
हाम्रो फिलिप चुका, विजेन्द्र बाङ्ला, प्रकाश दाजु घुमाएर म आउँछु ल। आउँदैछ आउँछ स्वयं समाचार बोलेर अन्त हामी उँधो चाहिँ दुईजना बारी छ कि हामी उँधो जाने एकजना उँधो तपाईँ एक्लै हो म पनि हो तर अलिक यो चाहिँ यहाँको सामेबुङको चर्च रहेछ अनि म भने अहिले यहाँको स्थानीय पास्टर बाबुसँग जाँदैछु। मौसम पनि एकदमै रमाइलो छ अनि ठाउँहरू पनि एकदमै घमाइलो छ। बसेको जग्गा सबै कुरा हुने र अहिले हामी आइपुग्यौँ अनि यति बेला हामी धन्यवादको प्रार्थना गर्दै हामी सबैजना मिलेर उनी ईश्वरलाई आज दिनभरिको लागि हामी धन्यवाद चढाउँदै सँगसँगै आज हामीले परमेश्वरको वचनहरू छरिराखेका ठाउँहरूमा परमेश्वरले काम गरून् भन्ने उद्देश्यमा हामी यहाँ प्रार्थना गर्दछौँ यति बेला, किनकि प्रार्थना गर्नु सबैभन्दा जरुरी कुरा हो। र अहिले भने चाहिँ हामी यसरी सुसमाचार प्रचार गरिसकेर फर्किने क्रममा धेरै राति भइसकेको छ र हाम्रो टु व्हिलर्सहरू यसरी तात लागिराखेको अवस्था छ अनि यसरी हामी चाहिँ अब फर्किँदैछौँ। साह्रै देख्दैन पनि होला, अँध्यारो भइसक्यो। यहाँ पछि दुईवटा छ, यहाँ अगाडि दुईवटा, 4वटा टु व्हिलर्समा चाहिँ हामी अहिले फर्किँदैछौँ। यो थियो आज हाम्रो यस वेस्ट सिक्किमको हाम्रो प्रचार धावा। अब चाहिँ हामी पुगेको अवस्था र हामी अब चाहिँ यहाँनिर आफ्नो स्थानतर्फ पुग्यौँ। आजको सुसमाचार प्रचार गरेपछि हामी आफ्नो ठाउँ यति बेला पुग्यौँ अनि अब चाहिँ रुम पस्नु मात्र बाँकी छ र अहिले चाहिँ हामी आफ्नो ठाउँमा पुगेका छौँ। अहिले 10:40 भयो अनि अब भने चाहिँ म आफ्नो यहाँ घर आइपुगेको छु नाम्ची। अनि आजको हाम्रो यात्रा एकदम सफल रह्यो, आशिषमै भयो अनि आजको यात्रा यसरी सिद्धियो। अनि अहिले 10:40 म रातको 10:40 आफ्नो घर यसरी आइपुगेको छु। बाई सबैजनालाई, बाई बाई। हेरिदिनु भयो यो भिडियो, थ्याङ्क यू सो मच।